आज म बनाउँदैछु पानीपुरी। यो बनाउन एकदमै सजिलो छ अनि खानलाई पनि एकदमै मिठो हुन्छ है। म चाहिँ राति बनाउँदैछु। सुरुमा मटर हाल्ने अनि यसमा आलु हालिदिने, आदि काटेको आलु हाल्ने अनि थोरै तेल हालेर यसलाई 2-4 सिटी लाउनको लागि छोडिदिने। त्यसपछि प्यानमा तेल हाल्ने अनि यो हालिदिने हैन अनि यसलाई मजाले फ्राई गर्ने अनि यो मस्तको पुरी बन्छ यसरी। ती भइसकेपछि मैले चाहिँ यो इमलीको चङ्क लिएको छु अनि यसमा मस्तले पानी एड गर्दै अनि यसलाई मजाले स्म्यास गरेर यसलाई यसमै मिक्स गरिदिँदै बिस्तारै मिक्स गरिदिनु थालेपछि यसमा नुन, चिल्ली पाउडर, धनियाँ अनि त्यसपछि थोरै प्याज अनि पानीपुरी मसला हालेर मिक्स गरिदिने अनि थोरै चिल्ली फ्लेक्स एड गरेर फेरि पनि मिक्स गरिदिने अनि यो यस्तो हुन्छ। त्यसपछि अघि उसिनेको आलुलाई म्यास गरिदिने अनि मजाले म्यास गर्नु होला अनि त्यसपछि प्याज अनि धनियाँ पछि यसमा पानीपुरी मसला अनि त्यसपछि उसिनेको मटर हालेर यसलाई यसमा थोरै चिल्ली फ्लेक्स अनि नुन हालिदिने। त्यसपछि फेरि पनि यसलाई मजाले मिक्स गर्ने है। यसलाई मजाले मिक्स गरेपछि म अझै थोरै पिरो नपुगेको भएर चिल्ली पाउडर एड गरेँ। तपाईँहरूले पनि हाल्दा हुन्छ अनि त्यसपछि मिक्स एड गर्ने अनि टक्कसँगले पानीमा डिप गरेर खाने है त। धन्यवाद।